हेलो नमस्ते वेलकम टु सेन्ट्रल मोडल कलेज तपाईको सानो परिचय दिनुस् न मेरो नाम चाहिँ सिद्धार्थ तामाङ म चाहिँ भरतपुर 9 मा बस्छु ओके अनि एचएम चाहिँ अर्किड कलेजमा पढ्दै गर्दै हुनुहुन्छ हैन हजुर ए ठिकै छ ल हजुरलेको एक्सपिरियन्समा चाहिँ तपाईको एउटा मेमोरी बेस्ट मेमोरी किचनको शेयर गर्नुस् न हामीसँग किचनको हजुरको कलेज एचएम पढ्दै हुनुहुन्छ के छ हजुरलाई फेभरेट अहिलेसम्म पकाउनु भएको फेभरेट डिश कुनै एउटा मेमोरी साथीसँग डिश भन्दा नि समर ड्रिंक्सहरुमा चाहिँ रमाइलो भएको थियो तपाईको ओके तपाईले अब त्यहाँ पनि प्र्याक्टिकल गर्नुभएको छ र आज यहाँ सेन्ट्रल मोडल कलेजको किचनमा पनि प्र्याक्टिकल गर्नुभएको छ तपाईलाई के लाग्छ ग्रुमिङ कतिको इम्पोर्टेन्ट हुन्छ यो हस्पिटालिटी लाइनमा र यहाँको ग्रुमिङ एन्ट्री गर्दै गर्दाखेरि ग्रुमिङ चेक भयो कस्तो फिल भयो हजुरलाई राम्रो हो ग्रुमिङ पनि अब राम्रैसँग चेक गर्नुभयो सबै कुरा हेरेर पठाउनु भयो भित्र हाइजिन चाहिँ जस राम्रैसँग हेरेर पठाउनु भयो हजुर हस्पिटालिटी लाइनमा चाहिँ ग्रुमिङ एकदम इम्पोर्टेन्ट हुन्छ त्यही भएर चाहिँ हामी यहीँबाट हजुरलाई चाहिँ सिकायौँ यहीँबाट टाइट गऱ्यो भने फर्दर आउने टाइममा चाहिँ हजुरहरूलाई चाहिँ सजिलो हुन्छ भनेर हैन हजुरले सेन्ट्रल मोडल कलेजको नाम सुन्नु भएको थियो पहिले लाइक फुटबलको स्पोन्सरहरुमा पनि धेरै देखिरहेको थिए अनि सोशल मिडियाहरुमा पनि देखिरहेको थिए हजुर अनि अहिले आउँदै गर्दाखेरि हजुरलाई कस्तो अनुभव भयो कस्तो लाग्यो हजुरलाई सेन्ट्रल मोडल कलेज राम्रो लाग्यो लाइक इन्टेरियरहरुदेखि लिएर पिपलहरु एकदम फ्रेन्डली एकदमै बोलचाल गर्ने सबैजना एकदम मिल्ने टाइपको सबैजना फ्रेन्डली थ्याङ्क यू सो मच हजुरलाई बेस्ट विशेस आउँदै गरेको एक्जाममा राम्रो गर्नु होला र सीम्याट दिनको लागि चाहिँ सेन्ट्रल मोडल कलेज आउनु होला है त थ्याङ्क यू सो मच थ्याङ्क यू म्याम